ओके 2 लाख कोइन चाहिँ रिसिभ भइसकेको छ, यहाँनिर देख्न सक्नुहुनेछ। र यो अहिलेको 2 लाख र अगाडिको 80,000 गरेर 2,80,000 कोइन अथवा बिन्स चाहिँ भइसकेको छ मेरो। यो बराबर चाहिँ $28 हुन्छ। $28 भनेको तपाईँले नेपालीमा कन्भर्ट पनि गरेर हेर्न सक्नुहुनेछ कति एनपिआर बन्छ भनेर हैन। सो यो ब्यालेन्स चाहिँ मैले यो एप्लिकेसनको थ्रु अर्निङ गरिसकेको छु। यो एप्लिकेसन भनेको एउटा फ्री एप्लिकेसन हो, यसमा हामीले तपाईँले अब इन्भेस्ट गर्नै पर्छ भन्ने छैन। सो फ्रीमा हामीले अर्निङ गर्न मिल्छ, यदि तपाईँहरूको टाइम छ भने तपाईँले फ्रीमा यसबाट अर्निङ गर्न मिल्ने हो। यसको बारेमा मैले पार्ट 1 भिडियो पनि बनाएको थिएँ। सो आजको भिडियोमा तपाईँहरूलाई यो विथड्र प्रुफ चाहिँ तपाईँहरूलाई देखाउने छु। यसको मिनिमम विथड्र भनेको चाहिँ $10 हुन्छ, यानि कि 1 लाख पोइन्ट तपाईँले अर्निङ गरिसकेपछि विथड्र गर्न मिल्छ। मेरो इनफ पोइन्ट छ, म विथड्र गर्नेछु। विथड्र गर्नको लागि पनि एकदमै यहाँनिर चाहिँ वालेट पनि राम्रो पाउँछ। जस्तो कि यो क्यास आउट भन्ने अप्सनमा मैले क्लिक गरेँ भने नेपालमा विथड्र गर्नको लागि हामीले डाइरेक्ट सेवा खल्ती अथवा नेपाली ब्याङ्कमै हामीले डाइरेक्ट विथड्र गर्न मिल्छ। जस्तो कि यहाँनिर तपाईँहरूले हेर्नु होला, जस्तो कि क्यास आउटमा मैले क्लिक गर्नेछु र यहाँ करेन्सी हामीले चुज गर्नुपर्ने हुन्छ। अब हामी नेपालमा छौँ भनेपछि हामीले एनपिआर चुज गर्नेछौँ। अब यसमा टच गरिसकेपछि यो पेमेन्ट मेथड भन्ने अप्सनमा क्लिक गऱ्यो भने यहाँनिर देख्न सक्नुहुन्छ ब्याङ्कमा विथड्र गर्न चाहने हो कि इसिओमा गर्न चाहने हो कि खल्तीमा गर्न चाहने हो कि त्यो वालेटको थ्रु अथवा ब्याङ्कमै पनि तपाईँले विथड्र चाहिँ गर्न सक्नुहुनेछ इजिली। र यो तपाईँहरूले 24 घण्टाभित्रमा पेमेन्ट रिसिभ गर्नुहुन्छ भनेर भनेको छ। सो अब यो एप्लिकेसनको बारेमा तपाईँहरूलाई यदि थाहा छैन भने म आजको भिडियोमा यसमा रजिस्टर गर्नेदेखि लिएर यसमा अर्निङ गर्ने प्रोसेस पनि देखाउने छु। साथै अब यहाँनिर मेरो पोइन्ट छँदैछ। सो यसलाई मैले विथड्र गरेर अब कति टाइममा रिसिभ हुँदो रहेछ यो पनि म तपाईँहरूलाई देखाउने छु। सबैभन्दा सुरुमा अब हामीले यो विथड्रतिरबाटै लागौँ होइन। सो विथड्र कसरी गर्ने यी सम्पूर्ण कुराहरूबाटै हामी चाहिँ स्टार्ट गरौँ है त। जस्तो कि तपाईँहरूको अब यो एकाउन्टमा आइसके पछाडि तपाईँको सुरुमा एप्लिकेसन ओपन गरिसकेपछि यस्तो हुन्छ। सो म तपाईँहरूलाई यो एप्लिकेसनमा अर्निङ गर्ने तरिकाहरू पनि बताउँछु, एप्लिकेसनको नामहरू पनि सम्पूर्ण कुरा बताउँदै जानेछु। सबैभन्दा सुरुमा चाहिँ विथड्र चाहिँ गरौँ है त। त्यसको लागि यो लास्टको जुन बटन छ सो यसमा क्लिक गर्नुपर्ने हुन्छ। अब यसमा क्लिक गरेपछि तपाईँहरूको यो बिन्स भन्ने कलर भएको हुन्छ, यो बिन्सलाई चाहिँ विथड्र गर्न मिल्छ। अब यो बिन्सलाई विथड्र गर्नको लागि तपाईँले यो क्यास आउट भन्ने बटन पनि पाउनुहुनेछ, यसमा क्लिक गर्नु होला। अब यसमा क्लिक गरिसकेपछि यहाँबाट विथड्र गर्नको लागि यहाँ एउटा एक्सचेन्ज भन्ने अप्सनमा क्लिक भइरहेको छ। यो जुन यो क्यास आउट भन्ने बटन छ यसमा क्लिक गरिदिनु होला। क्यास आउट भन्ने बटनमा क्लिक गरिसकेपछि अब तपाईँहरूले करेन्सी चुज गर्नुपर्ने हुन्छ। जस्तो कि अब हामीले नेपालमा विथड्र गर्दैछौँ भने यहाँनिर चाहिँ एनपिआर भन्ने छ जुन नेपाल लेखिरहेको छ, यसमा क्लिक गर्नु होला। अब यसमा क्लिक गरिसकेपछि हामीले नेपालमा विथड्र गर्नको लागि पेमेन्ट मेथड भनेको छ र सेलेक्ट भनेको छ। यो सेलेक्ट भन्ने ठाउँमा क्लिक गर्नुपर्ने हुन्छ। अब यहाँनिर क्लिक गरेपछि हामीले ब्याङ्कमा विथड्र गर्ने हो कि इसिओमा गर्ने हो कि खल्तीमा गर्ने हो, यहाँनिर चाहिँ हामीले एउटा चुज गर्नुपर्ने हुन्छ। इसिओमा गर्ने हो भने इसिओमा टच गर्नु होला। 3% चाहिँ फी काट्छ है सम्पूर्णमा। सो मैले इसिओमा टच गरिदिनेछु। 3% भनेको खासै धेरै जाँदैन है। सो अब हेरेर गर्न सक्नुहुनेछ। र अब यहाँनिर चाहिँ हामीले मिनिमम कति गर्न मिल्छ भने 1 लाख बिन्स चाहिँ हामीले विथड्र गर्न मिल्छ है मिनिमम। मेरो 2,80,000 छ, यहाँनिर चाहिँ इनफ कोइन चाहिँ मेरो छ होइन। जस भनौँ सो 1 लाख मिनिमम 1 लाख बिन्स चाहिँ विथड्र गर्न मिल्छ। 1 लाखको भ्यालु भनेको $10 यानि कि 1350 जति चाहिँ बन्छ। र यहाँनिर चाहिँ $1 को भ्यालु भनेको चाहिँ 10 लाख बिन्स बराबर $1 यानि कि नेपाली 335 रुपियाँ हुने रहेछ। यहाँनिर तपाईँले देख्न सक्नुहुनेछ। अब तपाईँले कति विथड्र गर्ने यहाँनिर तपाईँले लगाउनु पर्ने हुन्छ। जस्तो कि यहाँ प्लिज इन्टर द क्वान्टिटीमा मैले क्लिक गर्नेछु र यहाँनिर चाहिँ मैले 1 लाख चाहिँ लगाइदिनेछु। र यहाँनिर लगाइसके पछाडि अब यहाँनिर चाहिँ हामीले कति रिसिभ गर्ने रहेछौँ 1350 मा यो 3% चाहिँ फी काट्छ है, यो हेर्नु होला। र त्यस पछाडि अब हामीले यहाँनिर चाहिँ इसिओमा विथड्र गर्नको लागि यहाँनिर नेम भनेको छ, एकाउन्ट इन्फर्मेसनमा नेम भनेको छ र इसिओमा नम्बर भनेको छ। यो नेम भनेको ठाउँमा चाहिँ तपाईँले इसिओको जुन नम्बर छ नाम छ इसिओमा तपाईँको जे नाम छ त्यो नाम चाहिँ यहाँनिर हालिदिनु पर्ने हुन्छ। र यो तलतिर चाहिँ त्यो नम्बर हालिदिनु पर्ने हुन्छ इसिओको। यहाँनिर इसिओको जुन नम्बर हाल्दै हुनुहुन्छ त्यसैको नाम हाल्नुपर्ने हुन्छ है तपाईँले। यदि तपाईँकै आफ्नै नामको इसिओ छैन भने जसको नामको अब जसको आइडीमा तपाईँले अथवा जसको इसिओमा विथड्र गर्दै हुनुहुन्छ यहाँनिर जुन नम्बर हाल्दै हुन्छ त्यो नम्बरमा अब त्यो नम्बरको नाम एकाउन्टको होल्डरको नाम जे छ त्यो चाहिँ हाल्नुपर्ने हो है। सो तपाईँले विचार गरेर हाल्नु होला। जस्तो कि यहाँनिर चाहिँ नेममा म इसिओको नाम हालिदिनेछु र नम्बरमा इसिओ नम्बर चाहिँ हाल्नेछु र विथड्रमा क्लिक गर्नेछु। यहाँनिर चाहिँ मेरो नाम हालिदिइसकेको छु र इसिओ नम्बरमा इसिओ नम्बर पनि हालिदिइसकेको छु। अब मैले यहाँ चाहिँ विथड्र भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ। जस्ट मैले विथड्रमा एकचोटि टच गरिदिनेछु। यसमा क्लिक गरिसकेपछि हाम्रो विथड्रमा लाग्नेछ। यहाँनिर हेर्नु होला, यहाँनिर एमाउन्ट देखाएको छ यु विल गेट 1309 रुपियाँ चाहिँ हामीले पाइने रहेछ होइन। सर्भिस फी मार्फत चाहिँ 40 रुपियाँ काट्ने रहेछ है त, यो हेर्न सक्नुहुनेछ। अब हामीले चाहिँ विथड्रमा क्लिक गरौँ। सो विथड्रमा क्लिक गरिसकेपछि यहाँनिर तपाईँहरूले पासवर्ड चाहिँ हाल्नुपर्ने हुन्छ। जुन सेक्युरिटी पासवर्ड राख्नु भएको हुन्छ यो एप्लिकेसनमा त्यो चाहिँ हाल्नुपर्ने हुन्छ। यदि राख्नु भएको छैन भने यहीँनिर फर्स्ट टाइम विथड्र गर्दाखेरि राख्ने अप्सन आउँछ, त्यहाँनिर तपाईँले चुज गर्न सक्नुहुनेछ। 6वटा डिजिटको नम्बर राख्नुपर्ने हुन्छ। 6वटा डिजिटको नम्बर राखेपछि भइहाल्छ। मैले अलरेडी त्यो पासवर्ड राखेको छु, यो पासवर्ड चाहिँ मैले लगाउने छु। मैले यो पासवर्ड लगाउनु बित्तिकै यहाँनिर हेर्न सक्नुहुनेछ हाम्रो विथड्रमा चाहिँ लागिसकेको छ है त। जस्ट यहाँनिर तपाईँले वेट गर्नु होला। मैले विथड्रमा क्लिक गरिदिनेछु। यहाँनिर हेर्नु होला सबमिटेड सक्सेसफुली भनेको छ, हाम्रो विथड्रमा लागिसकेको छ। मैले यहाँ गट इटमा क्लिक गरिदिनेछु।
अब यहाँनिर चाहिँ हामीलाई 24 घण्टा वेट गर्नु भनेको छ र पेन्डिङमा देखाएको छ 24 घण्टाभित्रमा आउने भनेको छ। सो अब कति टाइममा रिसिभ हुँदो रहेछ यो पनि म तपाईँहरूलाई देखाइदिइहाल्नेछु। तपाईँहरूले यहाँनिर चाहिँ अब टाइम पनि म तपाईँलाई देखाउँछु। त्योभन्दा पहिले यो डिटेल्समा मैले क्लिक गरेँ भने के देखाउँछ तपाईँलाई हेर्नु होला। जस्ट यहाँ चाहिँ सेवा नम्बर देखाउने रहेछ, सेवा को यहाँनिर चाहिँ नामहरू देखाएको छ र यहाँनिर चाहिँ यो विथड्र एमाउन्टहरू यो पेन्डिङ देखाइरहेको छ है त। सो यो तपाईँले हेर्न पनि सक्नुहुनेछ र अहिलेको टाइम पनि तपाईँलाई म देखाइदिनेछु। यहाँनिर हेर्न सक्नुहुनेछ अहिले भनेको चाहिँ 2:23 गएको छ। सो अब कति टाइममा रिसिभ हुँदो रहेछ यो पेमेन्ट त्यो पनि तपाईँहरूलाई देखाउनेछु र यहाँनिर चाहिँ कसरी एप्लिकेसनमा कसरी अर्निङ गर्ने त्यो पनि म तपाईँलाई देखाउनेछु। अहिले मैले यहाँ ब्याक गरेर हेर्ने हो भने यहाँनिर हाम्रो कोइन पनि घटिसकेको छ, 1,80,000 कोइन भइसकेको छ। 1 लाख कोइन चाहिँ हाम्रो अथवा बिन्स चाहिँ हाम्रो यहाँ कट भइसकेको छ, हाम्रो विथड्रमा लागिसकेको छ। अब कति टाइममा रिसिभ हुँदो रहेछ यो पनि तपाईँहरूलाई देखाइहाल्नेछु। यो एप्लिकेसनले सोचे भन्दा एकदमै छिटो पेमेन्ट दिएको छ है त। यहाँनिर तपाईँहरूलाई देख्न सक्नुहुनेछ मैले सेवा ओपन गरेको छु र मेरो ब्यालेन्स पनि देख्न सक्नुहुनेछ र यहाँ स्टेटमेन्टमा मैले क्लिक गर्नेछु। स्टेटमेन्टमा यहाँनिर हेर्नु होला यो पेमेन्ट चाहिँ त्यो एप्लिकेसनको थ्रु मिलेको छ। टाका एप्लिकेसनको थ्रुबाट चाहिँ यहाँ पेमेन्टहरू रिसिभ भइसकेको छ। 1,1309 रुपियाँ चाहिँ रिसिभ भएको छ। सो यहाँनिर हेर्नु होला र तपाईँहरू यहाँनिर हेर्दाखेरि चाहिँ कुनै ब्याङ्कबाट लोड गरेको चाहिँ नभन्नु है। सो त्यो एप्लिकेसनकै थ्रु मिलेको हुन्छ। सो त्यो एप्लिकेसनहरू जस्तो कि तपाईँले पोपो लाइभतिरबाट गर्नुहुन्छ अथवा कुनै पनि एप्लिकेसन विदेशी एप्लिकेसनबाट गर्दै हुन्छ भने सो नेपालमा आउनको लागि यस्तै नै अब कुनै मान्छेले नै अब लोड गरिदिने हो अथवा कुनै ब्याङ्कबाटै लोड गरे जस्तो हुन्छ। त्यही भएर तपाईँले त्यो चाहिँ अब कुनै ब्याङ्कबाट लोड गरेर देखाएको चाहिँ नभन्नु होइन। सो पेमेन्ट रियलमै आएको छ। सो यहाँनिर हेर्नु होला 1,1309 रुपियाँ चाहिँ रिसिभ भइसकेको छ र टाइम पनि तपाईँले हेर्नु होला 2:28 हामीले 2:23 लगाएको थियौँ। 2:28 भनेपछि 5 मिनटभित्रमा यो एप्लिकेसनको थ्रुबाट पेमेन्ट पनि रिसिभ भइसकेको छ। म तपाईँहरूलाई यहाँनिर पनि गरेर देखाइदिनेछु। सो हाम्रो पेमेन्टहरू को कुराहरू के छ है। सो यहाँनिर चाहिँ हामीले म यो एप्लिकेसनतिर जान्छु। सो यहाँनिर चाहिँ यो सिस्टम मेसेजहरू पनि आइरहेको हुन्छ होइन। यहाँनिर चाहिँ हाम्रो विथड्र भयो भएन भनेर अथवा यहाँ सक्सेस भएको छ छैन त्यो पनि म तपाईँलाई हिस्ट्री पनि देखाइदिनेछु। जस्तो कि यो मेसेज बक्समा क्लिक गरौँ, यहाँनिर विथड्र मेसेज भनेर आएको छ 2:29 आएको रहेछ। मैले यसमा क्लिक गर्छु। 2:23 एउटा मेसेज आएको छ, यो पेन्डिङ भनेर देखाएको छ र 2:29 यो पेमेन्ट जुन सेन्ड गरिसकेपछि यहाँनिर तपाईँहरू हेर्न सक्नुहुनेछ। सो यहाँनिर चाहिँ हाम्रो यो टु बी कन्फर्म भनेको छ। यो कन्फर्म गर्नको लागि यस्तो आएको हुने रहेछ होइन। जस्ट मैले यसमा क्लिक गरेँ भने यहाँ पेमेन्ट प्रुफसहित हालिदिएको हुने रहेछ। यहाँनिर होला स्क्रिनसट पनि दिएको छ। यसरी चाहिँ एप्लिकेसनबाट चाहिँ पेमेन्टहरू चाहिँ हामीलाई रिसिभ पनि भइसकेको छ। सो तपाईँहरूले पनि गर्न चाहनुहुन्छ भने एप्लिकेसन रियल छ, तपाईँले गर्न सक्नुहुनेछ। फुल प्रोसेस तपाईँले हेर्नु होला र तपाईँहरूले यसमा पनि गर्न सक्नुहुनेछ। अब यो एप्लिकेसनमा हामीले एकाउन्ट कसरी रजिस्टर गर्ने र एकाउन्ट रजिस्टर गरेपछि हामीले कुन मेथडबाट हामीले अर्निङ गर्न सकिन्छ र अर्निङ गरेको पोइन्टहरू कता कता देखिन्छ, त्यसलाई हामीले कसरी विथड्र गर्ने सम्पूर्ण कुराहरू चाहिँ आजको भिडियोमा हामीले अब हेर्नेछौँ। सो अब यो एप्लिकेसन भनेको तपाईँले मान्न सक्नुहुनेछ कि अब यो टिकटक जस्तै टाइपको एप्लिकेसन एउटा हो र यसमा चाहिँ अब हामीले लाइभ पनि बस्न मिल्छ, लाइभ बसेर पनि यहाँनिर अर्निङ गर्न मिल्छ। साथै यहाँनिर चाहिँ टिकटक जस्तो भन्नाले पनि अलिकति डिफ्रेन्ट हुन्छ टिकटक भन्दा पनि। जुन अहिले नेपालमा चलिरहेको छ पोपो लाइभ भन्ने एप्लिकेसन चलेको छ त्यस्तै टाइपको पनि बन्छ यो। सो जो मिक्स जस्तो टाइपको छ है। पोपो लाइभ जस्तो सेम पनि छैन, यसमा अर्निङ गर्ने प्रोसेसहरू बेग्लै पनि छ। जस्तो कि यहाँनिर हामीले स्पिनहरू गर्न मिल्छ, फ्री स्पिनहरू पाइन्छ। हामीले यहाँबाट यो स्पिनहरू गरेर पनि हामीले यहाँनिर चाहिँ कोइनहरू कलेक्ट गर्न मिल्छ है। सो यो सम्पूर्ण कुराहरू म तपाईँहरूलाई यो एप्लिकेसनमा गइसकेपछि तपाईँहरूलाई देखाउँदै पनि जानेछु यो सम्पूर्ण कुराहरू। त जो यस्तो टाइपले यहाँनिर चल्छ। यानि कि तपाईँ यदि यो एप्लिकेसन अथवा पोपोहरू कुनै एप्लिकेसन तपाईँ चलाउनु भएको छैन भने तपाईँ बुझ्न सक्नुहुनेछ कि यसमा लाइभ बस्नुपर्ने हुन्छ। हामी लाइभ बस्दाखेरि अब मानौँ तपाईँ 1 घन्टा लाइभ बस्नुहुन्छ भने यो एप्लिकेसनले नै रिवार्ड दिन्छ। जस्तो 1 घन्टा लाइभ बसेपछि 2,000 दिने कि 3,000 कोइन दिने कि तपाईँको लेभल अनुसारको तपाईँहरूलाई कोइन दिन्छ, यसले एप्लिकेसनले नै दिन्छ। यदि मानौँ तपाईँ लाइभ बस्नुभएको छ, लाइभ बस्दाखेरि तपाईँलाई हेर्ने अथवा गिफ्ट दिने मान्छे एकजना पनि छैन, जस्ट तपाईँ मात्रै लाइभै मात्रै बसिरहनु भयो, तपाईँलाई कसैले हेरेको छैन भने पनि तपाईँलाई एप्लिकेसनले पेमेन्ट दिन्छ अथवा एप्लिकेसनले रिवार्डहरू दिन्छ, कोइनहरू दिन्छ। अब त्यो बापत तपाईँलाई भयो। यदि तपाईँहरूलाई अब त्यो तपाईँ लाइभ बसिरहँदाखेरि कसैले गिफ्टहरू दियो भने तपाईँहरूको एक्स्ट्रा अर्निङ भयो। त्यसरी तपाईँ बुझ्न सक्नुहुन्छ। म तपाईँहरूलाई त्यो मात्रै नभएर यसमा धेरै कुरा छ। सो सम्पूर्ण कुराहरू म तपाईँहरूलाई यो एप्लिकेसनतिरै गएर अथवा रजिस्टर गरेर यहाँनिर तपाईँलाई स्टेप बाई स्टेप देखाइहाल्नेछु। सबैभन्दा सुरुमा चाहिँ यो भिडियोको डिस्क्रिप्सन बक्सतिर चाहिँ मैले एप्लिकेसनको लिङ्क राखेको छु, त्यहाँबाट तपाईँहरू एप्लिकेसनलाई डाउनलोड गर्न सक्नुहुनेछ। अब डिस्क्रिप्सन बक्सतिर जानको लागि चाहिँ यो भिडियो जुन हेरिरहनु भएको छ त्यसको टाइटलमा टच गर्नु होला। त्यसको टाइटलमा टच गरिसकेपछि तपाईँ डिस्क्रिप्सन बक्सतिर पुग्नुहुनेछ र मैले त्यहाँनिर चाहिँ एप लिङ्क भनेर राखेको छु, त्यो लिङ्कमा क्लिक गर्नु होला। त्यहाँनिर क्लिक गरिसकेपछि चाहिँ तपाईँलाई प्ले स्टोरतिर रिडाइरेक्ट गर्नेछ। अब तपाईँहरूलाई यस्तो खालको इन्टरफेस देखा पर्छ प्ले स्टोरतिर रिडाइरेक्ट गरिसकेपछि र एप्लिकेसनको नाम रहेको छ टाका। सो तपाईँहरू डिस्क्रिप्सनमा भएको लिङ्कबाट जानुभयो भने चाहिँ रियल एपमा पुग्नुहुनेछ है। नत्र भने सेम टाइपको क्लोन एपहरू पनि पाउन सक्छ। त्यही भएर फेरि अरू नै एप परिदियो भने सेम टाइपको अरू एप्लिकेसन रहेछ भने भन्ने कुरा हुन्छ। त्यही भएर लिङ्कको थ्रु जानुभयो भने इजी हुन्छ, ठ्याक्कै त्यही रियल एप्लिकेसनमा पुग्नुहुनेछ। र एप्लिकेसनको नाम रहेको छ टाका च्याट लाइभ गेम रुम भन्ने एप्लिकेसन रहेको छ। सबैभन्दा सुरुमा त एप्लिकेसनलाई इन्स्टलमा क्लिक गरेर एप्लिकेसनलाई इन्स्टल गर्नु होला।
अब तपाईँहरूले ओपनमा क्लिक गरेर तपाईँहरूले एकाउन्ट रेजिस्टर गर्नको लागि 2-3वटा अप्सनहरू पाउनुहुन्छ यहाँनिर। साइन इन विथ गुगल भन्ने छ एउटा, साइन इन विथ टेलिग्राम भन्ने छ, र यहाँनिर तपाईँहरूले मोबाइल फोन जुन नम्बरहरू लगाएर पनि हामीले यसमा चाहिँ रेजिस्टर गर्न सकिन्छ एकाउन्ट। सो सजिलो मेथड गुगलको थ्रु गर्न सक्नुहुन्छ। साइन इन विथ गुगलमा तपाईँले एकचोटि टच गर्नुभयो भने तपाईँको मोबाइलमा भएको सबै जिमेल एकाउन्टहरू देखाउँछ। एउटा जिमेल एकाउन्टबाट तपाईँले एकाउन्ट रेजिस्टर गर्न सक्नुहुन्छ। जस्ट एउटा जिमेल एकाउन्टमा टच गरिदिनु होला। त्यति गरेपछि तपाईँलाई यस्तो खालको इन्टरफेस देखा पर्छ। अब तपाईँहरूले एउटा कुनै पनि ल्याङ्ग्वेज जस्तो कि इङ्ग्लिस ल्याङ्ग्वेज चुज गर्न सक्नुहुन्छ। त्यसमा टच गरेर तपाईँले नेक्स्ट भन्ने बटनमा क्लिक गरिसकेपछि तपाईँ मेल हो कि फिमेल हो, तपाईँ मेल हुनुहुन्छ भने मेलमा, फिमेल हुनुहुन्छ भने फिमेलमा एकचोटि जस्ट टच गर्नु होला र नेक्स्ट भन्ने बटनमा क्लिक गरिदिनु होला। यति गरेपछि तपाईँहरूको एकाउन्ट त तत्कालै बनिहाल्यो। अब तपाईँहरूलाई यस्तो खालको इन्टरफेस देखा पर्छ। अब तपाईँहरूले यहाँनिर चाहिँ तपाईँहरूको एकाउन्ट चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ। एकाउन्ट भेरिफाई गरिसकेपछि तपाईँहरू यहाँनिर चाहिँ अर्निङ गर्न सक्नुहुन्छ र अर्निङ गरेको ब्यालेन्सहरूलाई विथड्र गर्न सक्नुहुन्छ। अब तपाईँले एकाउन्ट भेरिफाई गर्नको लागि यो गो लाइभ भन्ने अप्सनमा क्लिक गर्न पनि सक्नुहुन्छ। यसमा क्लिक गरेपछि त्यहाँनिर अथेन्टिकेसन भन्ने आउँछ। त्यसमा क्लिक गरेर तपाईँहरूले फोन नम्बर र तपाईँको फेस भेरिफाई गरेर तपाईँहरूले यहाँनिर चाहिँ गर्न सक्नुहुनेछ। अथवा तपाईँहरू यो लास्टको यो जुन बटन छ यो गोलो गोलो जस्तो छ यसमा क्लिक गर्नुभयो भने पनि यहीँनिर आउँछ, यही साइडतिर अथेन्टिकेसन भन्ने एउटा यस्तै टाइपको एउटा बटन आउँछ। त्यसमा क्लिक गरेर पनि गर्न सक्नुहुन्छ। अथवा यो अर्निङ सेन्टरमा भन्ने बटनमा क्लिक गरेर पनि लास्टमा एउटा अप्सन हुन्छ, त्यो अप्सनमा क्लिक गरेर पनि तपाईँले गर्न सक्नुहुन्छ। मानौ तपाईँ यहाँनिर चाहिँ अथेन्टिकेसन भन्ने बटनमा क्लिक गर्नुभयो, त्यसमा क्लिक गरिसकेपछि तपाईँहरूलाई चाहिँ अब सुरुमा फोन नम्बर हाल्ने अप्सन आउँछ। यहाँनिर गोमा क्लिक गर्नु होला। गोमा क्लिक गरिसकेपछि त्यहाँनिर तपाईँहरूलाई फोन नम्बर हाल्ने अप्सन आउँछ, फोन नम्बर भेरिफाई गर्ने। त्यहाँनिर तपाईँहरूले सुरुमा चाहिँ कन्ट्रीको चुज गर्नु होला, जस्तो कि अब नेपाल चुज गर्नको लागि 977 चुज गर्नु होला नेपालको लागि, र त्यस पछाडि नम्बर राखिदिनु होला। तपाईँको रियल नम्बर राखिदिनु पर्ने हुन्छ र तपाईँहरूले गेट ओटिपीमा क्लिक गरिदिनु पर्ने हुन्छ। त्यति गरिसकेपछि तपाईँहरूको नम्बरमा चाहिँ त्यो मेसेज बक्स ओपन गर्नु होला। त्यहाँनिर चाहिँ एउटा कोड आएको हुन्छ 6वटा डिजिट जतिको, त्यो कोड चाहिँ तलतिर लगाएर चाहिँ लगाइदिनु पर्ने हुन्छ। यदि कोड आएन भने, त्यहाँ देखिएन भने कस्तो हुन्छ भने यसमा चाहिँ त्यो गेट ओटिपीमा क्लिक गरिसकेपछि तपाईँहरू मास्तिर जुन नम्बर लगाउनु भएको छ नि त्यसको वाट्सएपमा चाहिँ कोड आएको हुनसक्छ है, त्यो तपाईँले विचार गर्नु होला। यदि डाइरेक्ट मेसेज बक्समा कोड आएको छैन भने त्यहाँनिर हेर्नु होला, वाट्सएपमा कोड आएको हुनसक्छ। त्यही नम्बरको वाट्सएप ओपन गर्नु होला, त्यहाँनिर वाट्सएपमा कोड आएको हुनसक्छ। त्यो कोडलाई त्यहाँनिर ल्याएर लगाइदिनु होला र कन्टिन्यूमा क्लिक गरिदिनु होला। यति गरेपछि तपाईँको फोन नम्बर भेरिफाई भयो र त्यहाँनिर फेरि तपाईँलाई फेस भेरिफाई गर्न लगाउँछ। फेस भेरिफाई गर्नको लागि तपाईँले जस्ट अब यसो अगाडि क्यामेरा देखाएर तपाईँ अलिक उज्यालो भएको ठाउँमा हुनुपर्ने हुन्छ र तपाईँले यसो मुन्टो दायाँ बायाँ यसो गरिदिइसकेपछि देखिदिएपछि तपाईँको फेस पनि भेरिफाई भयो। अब यति भएपछि तपाईँहरूको एकाउन्ट त रेडी भयो। अब एकाउन्ट रेडी भइसकेपछि तपाईँहरूको सुरुमा यहाँ बिन्सहरू, यो कोइनहरू बिन्सहरू 0 हुन्छ। अब तपाईँहरूले यो बिन्सहरू कलेक्ट गर्नुपर्ने हुन्छ। यो बिन्सहरू कलेक्ट गरेपछि यसलाई विथड्र गर्न मिल्छ। र यो कोइन छ, यो कोइन भनेको चाहिँ यहाँनिर हामीले गिफ्टहरू गर्न मिल्ने ओर्ने यस्तै टाइपको अप्सनहरू हुन्छ। यहाँनिर गिफ्टहरू गर्न मिल्ने अप्सन हो, यो कोइनहरू चाहिँ त्यो काम दिन्छ। यो बिन्स भनेको चाहिँ हामीले डाइरेक्ट विथड्र गर्न मिल्छ। जस्तो कि अहिले मैले विथड्र गरेर देखाएको थिएँ नि, इसिओमा रिसिभ भएको थियो। सो त्यस्तो चाहिँ यो बिन्स चाहिँ कलेक्ट गर्नुपर्ने हुन्छ। अब त्यसको लागि यो कलेक्ट गर्नको लागि तपाईँहरूले सुरुमा एकाउन्ट भेरिफाई गर्नुभयो भने यो अर्निङ सेन्टरमा क्लिक गर्नु होला। यहाँनिर चाहिँ तपाईँहरूले स्पिन गर्न पाउनुहुनेछ र यो स्पिन भनेको चाहिँ तपाईँले सुरुमै फ्री स्पिन पाउनुहुनेछ 3टा जति, र तपाईँले फेस भेरिफाई गरिसकेपछि तपाईँले थप एउटा स्पिन गरेर चाहिँ तपाईँहरूले 4टा स्पिन जति तपाईँले पाइहाल्नुहुनेछ र तपाईँहरूको सुरुमा कोइनहरू 0 हुन्छ र तपाईँहरूले अब मिनिमम तपाईँले 80,000 यो बिन्स तपाईँले कलेक्ट गर्नुहुन्छ भने तपाईँहरूको ब्यालेन्स चाहिँ त्यति कलेक्ट गरिसकेपछि यो अन मोर भन्ने अप्सनमा क्लिक गर्नुहुन्छ भने यता वालेट ब्यालेन्सतिर जान्छ। यानि कि त्यो 80,000 बिन्स बराबर चाहिँ $8 चाहिँ तपाईँको बन्छ र फेरि त्यहाँबाट गर्दै गर्दै अरू कोइनहरू तपाईँले कलेक्ट गर्दै फेरि यता चाहिँ वालेटतिर चाहिँ जाँदै जान्छ। नेक्स्ट टार्गेट 2 लाखको हुन्छ, यस्तै गर्दै तपाईँ जान्छ। र मिनिमम विथड्रको कुरा त मैले तपाईँहरूलाई देखाइ पनि हालेको छु अघि। मिनिमम 1 लाख बिन्स भएपछि तपाईँले विथड्र गर्न मिल्छ। यो स्पिनको काम कसरी गर्छ यो तपाईँलाई देखाउँछु। यो स्पिन मात्रै नभएर यहाँ अरू धेरै अप्सनको थ्रु अब धेरै माध्यमबाट चाहिँ हामीले अर्निङ गर्न मिल्छ। त्यही भएर हामीले त्यो पनि माध्यम हेर्नुपर्ने हुन्छ। जस्ट स्पिनले कसरी काम गर्छ भने यहाँनिर चाहिँ तपाईँहरूको टिकट चाहिन्छ अथवा स्पिन यो जुन देखाइरहेको छ मेरो 29 देखाएको छ, 29 चोटि मैले स्पिन गर्न पाउँछु। अब यो स्पिन गरेर यहाँनिर चाहिँ मैले बिन्सहरू पाउँछु। जस्तो कि मैले स्पिन भन्ने बटनमा क्लिक गरेँ भने यहाँनिर हेर्न सक्नुहुनेछ यहाँ ऱ्यान्डम यहाँ चाहिँ स्पिन गइरहेको छ, घुमिरहेको छ। अब कतिमा गएर रोकिन्छ त्यति मलाई कोइन पर्छ। यहाँनिर हेर्नु मेगा भनेको छ, मेगा परेको छ र मलाई कोइन परेको छ 45,000 4,58,713 परेको रहेछ। यो बराबर $45 जतिको परेको छ। र यो तपाईँहरूलाई देख्दाखेरि सुरुमा देख्दाखेरि अब यो फेक हो जस्तो लाग्ला हो होइन। यो $45 भनेको रियलै हुन्छ है, यसमा रियल हुन्छ। तर अब एकचोटिमा $45 पर्यो, अर्कोचोटिमा $45 पर्छ भन्ने चाहिँ हुँदैन यसमा। सो अलिकति अब जस्तो कि हाम्रो टार्गेट भनेको 5 लाखको हुन्छ यहाँनिर अहिलेको लागि। 5 लाख भनेको सुरुमा तपाईँको 80,000 को टार्गेट हुन्छ। त्यही भएर अब स्पिनबाट चाहिँ सो अरू एक्स्ट्रा अर्निङ छुट्टै छ।
यहाँबाटको मैले पुरा गरिरहेको छु। अब त्यही भएर अलिकति लास्टमा गएपछि थोरै दिन्छ, त्यही भएर यहाँनिर चाहिँ यो रियल चाहिँ रियल हुन्छ। मैले अघि तपाईँले सुरुमा पनि देख्नु भएको थियो होला, मैले यहीँबाट 2 लाख यो जुन पोइन्ट बिन्स पाएको थिएँ र त्यो 2 लाखको पोइन्टको उता कोइन गएको थियो र त्यो गएर मैले विड्रो पनि गरेको छु, रिसिभ पनि गरेको छु। त्यही भएर तपाईँले त्यस्तो फेक चाहिँ भन्न मिल्दैन, यो रियल हो। जस्तो कि फेरि मैले स्पिनमा क्लिक गर्छु, अब स्पिन गर्दा फेरि 4 लाख 58 दिँदैन, अलिक थोरै दिन्छ है दिनको लागि चाहिँ। जस्तै होस् यो एप्लिकेसनले दिएको ब्यालेन्सहरू चाहिँ विड्रो चाहिँ गर्न सकिन्छ, पेमेन्ट चाहिँ रिसिभ हुन्छ भन्ने कुरा हो। जस्तो कि 38,226 कोइन दिएको छ। यसरी तपाईँहरूले यहाँनिर चाहिँ कोइन कलेक्ट गर्न सक्नुहुन्छ। 49,000 जस यहाँनिर चाहिँ ओके, यहाँनिर चाहिँ हाम्रो आइडी पनि यहाँ माथि देखाउँदैछ होइन, जस्तो यहाँ तपाईँले देख्न पनि सक्नुहुनेछ। ओके, क्यास आउटको लागि यति पुग्नुपर्छ भन्ने कुरा हो होइन। जस्ट म यहाँनिर चाहिँ एकचोटि क्लिक गरिदिनेछु र यहाँनिर चाहिँ हाम्रो भनेको $49.6 भएको छ, हाम्रो $50 पुर्याउनु पऱ्यो। यति पुर्याइसकेपछि हाम्रो विड्रो हुन्छ। अब फेरि मैले स्पिनमा क्लिक गरेँ भने फेरि स्पिन हुन्छ। सो भिडियो अलिकति लामो बन्न सक्छ, तर अब यहाँनिर चाहिँ अलिकति अब देखाउँदै जाँदाखेरि भिडियो सो लामो भइहाल्छ होइन। सो त्यसको लागि चाहिँ सो क्षमा माग्न चाहन्छु। सो 2,913 कोइनमा आएको छ अहिले। यसरी तपाईँहरूले कलेक्ट गर्नुपर्ने हुन्छ। जम्मा यहाँनिर चाहिँ 5 लाख मेरो अहिले लागि चाहिँ 5 लाख कलेक्ट गरेँ भने यहाँबाट चाहिँ मेरो अन मोर भन्ने अप्सनतिर गएँ भने यहाँनिर चाहिँ कलेक्ट हुन्छ र यसलाई मैले सजिलै क्यान्सल गर्न सक्छु। यो चाहिँ स्पिनको थ्रुबाट अर्निङ गर्ने कुरा हो र स्पिनबाट तपाईँले स्पिन पाउनको लागि कुरा गरिहालेँ। सो तपाईँले रेफर पनि गर्न सक्नुहुन्छ र तपाईँको सुरुको टास्कहरू जुन छ फेस भेरिफाई गर्नुभयो भने सुरुमा टिकट पाउनुहुन्छ, यो टिकट चाहिन्छ। अथवा तपाईँले इन्भाइट गर्नुहुन्छ भने इन्भाइटको थ्रु पनि तपाईँले टिकटहरू कलेक्ट गर्न सक्नुहुन्छ र यो टिकट बाफत तपाईँले स्पिन पाउनुहुन्छ र स्पिनबाट तपाईँहरूले यसरी अर्निङ गर्न सक्नुहुन्छ र त्यो स्पिनबाट अर्निङ गरेको कोइनहरू पनि यहीँनिर आउँछ र यहीँनिर आएपछि तपाईँले यो पनि विड्रो गर्न सक्नुहुन्छ। यो अब भयो स्पिनको कुरा। अब स्पिन बाहेक पनि तपाईँले अर्निङ गर्ने कुराहरू भनेको यहाँ लाइभ बसेर अर्निङ गर्न मिल्छ। लाइभ बस्दा फेरि तपाईँहरूले यो गो लाइभ भन्ने बटनमा क्लिक गरिदिनु पर्ने हुन्छ र लाइभ जानुपर्ने हुन्छ। जस्तो कि लाइभ जानको लागि म तपाईँहरूलाई देखाइदिन्छु, गो लाइभमा क्लिक गर्नु होला र तपाईँहरूलाई म देखाइदिन्छु। जस्ट म तपाईँलाई यो ब्याक गर्छु, म तपाईँहरूलाई मैले फिमेल आइडी ओपन गरेर देखाउँछु र यसमा फिमेल आइडीमा हाम्रो कति कोइन पाइन्छ त्यो पनि म तपाईँलाई देखाउँछु। जस्तो कि मेल आइडीमा कस्तो देखाएको छ भने हामीले यो कति अर्निङ गर्न सकिन्छ, जस्तो कि 1 घन्टा लाइभ बस्यो भने कति अर्निङ गर्न सकिन्छ, 2 घन्टा लाइभ बस्यो भने कति अर्निङ गर्न सकिन्छ भन्ने अब सबैलाई लाग्छ होइन। त्यसको लागि यहाँनिर हेर्नु होला, मेल आइडीमा मैले अर्निङ सेन्टरमा क्लिक गर्छु म। सो यहाँनिर क्लिक गरिसकेपछि हाम्रो कति अर्निङ हुन्छ भनेर चाहिँ यहाँनिर देखिन्छ है। जस्तो कि अर्निङ सेन्टरमा क्लिक गरेपछि अन मोर भन्ने बटनमा क्लिक गरिसकेपछि यहाँनिर हेर्नु होला, यो डेली एक्टिभ टास्क भनेर छ नि। सो यहाँनिर देखाउँछ है। सो आवरली रिवार्डहरू देखाएको छ नि, यहाँनिर देखाउँछ। अहिले आवरली रिवार्ड मेरोमा चाहिँ 0 देखाएको छ। सो यो 0 देखाउनुको कारण भनेको चाहिँ लेभल हाम्रो मिनिमम लेभल भनेको चाहिँ 5 पुग्नुपर्ने हुन्छ। 5 लेभल पुगिसकेपछि चाहिँ हामीले मेल आइडीबाट चाहिँ अर्निङ गर्न सकिन्छ। अब त्यसको लेभल पुग्नको लागि गिफ्ट गर्नुपर्ने हुन्छ। गिफ्ट गरेपछि मात्रै तपाईँहरूको लेभल चाहिँ इन्क्रिज हुन्छ अथवा लेभल बढ्छ। लेभल बढेपछि तपाईँहरूले लाइभ बसे बापत अथवा यहाँबाट चाहिँ अर्निङ गर्न मिल्ने हो। सो अब मेलको लागि भनेको चाहिँ त्यस्तो हुन्छ। फिमेलको लागि त सुरुमै जस्ट आइडी क्रिएट गर्नु बित्तिकै तपाईँहरूले आवरली यहाँनिर चाहिँ तपाईँले 7 दिनसम्म तपाईँले गर्नुभयो भने झन् 7 दिनको लागि सुरुमा त राम्रो रिवार्डहरू पाउनुहुनेछ। म तपाईँलाई फिमेल आइडी पनि देखाउने छु। यहाँनिर देख्न सक्नुहुनेछ मैले एउटा फिमेल आइडी चाहिँ ओपन गरेको छु। यहाँनिर तपाईँहरूले देख्न सक्नुहुनेछ यसमा पनि बिन्स 6,420 बिन्स चाहिँ कलेक्ट भइसकेको छ। यो चाहिँ लाइभ बसेर यहीँबाट कलेक्ट भएको बिन्सहरू हो है त। र यहाँनिर तपाईँहरूले अब यसो फिमेल आइडीमा हेर्ने हो भने यो अर्निङ सेन्टरमा हामीले यहाँनिर चाहिँ कति अर्निङ गर्न सकिन्छ भनेर हेर्ने भनेको चाहिँ कि त अब तपाईँहरू यो लाइभ भन्ने बटनमा क्लिक गर्नुभयो भने त्यहाँनिर देखिन्छ कति अर्निङ गर्न सकिन्छ भनेर। अथवा तपाईँहरू यो जुन अर्निङ सेन्टर भन्ने बटन छ, यो अर्निङ भन्ने सेन्टर भन्ने बटनमा क्लिक गरिसकेपछि यो अन मोर भन्ने बटनमा क्लिक गरिसकेपछि यहीँनिर पनि देखिन्छ। जस्तो कि डेली एक्टिभ टास्क भनेर यहाँनिर देख्न सक्नुहुनेछ। 7 दिनको लागि यहाँ दिएको हुन्छ सुरुमा र पछाडि चाहिँ रिवार्ड थोरै यताउता हुन्छ होइन, रिवार्ड थोरै तलमाथि हुन्छ। अहिलेको लागि भनेको चाहिँ जो 7 दिनको लागि चाहिँ तपाईँले कन्टिन्यू गरिरहनु भयो भने तपाईँले जस 2 घन्टा लाइभ बस्नुपर्ने हुन्छ दिनमा। यहाँनिर देख्नु होला डेली लाइभ एन्ड भोइस ड्युरेसन 60 मिनट भनेर लेखेको छ र यसमा 2000 कोइन देखाएको छ, 2000 बिन्स र यतापट्टि राइट लेखाएको छ नि। सो यो राइट लेखेको भनेको चाहिँ यसमा चाहिँ 1 घन्टा चाहिँ लाइभ बसिसकेको छ है त। यो आइडीमा 1 घन्टा अलरेडी लाइभ बसेको कारणले गर्दाखेरि 2000 बिन्स पाइसकेको छ। अब यहाँनिर अर्को यो गो लेखिरहेको छ नि, यो भनेको चाहिँ अब यहाँनिर हामीले फेरि अर्को एक्स्ट्रा 60 मिनट हामीले लाइभ बस्छौँ भने चाहिँ फेरि एक्स्ट्रा हामीले 2000 बिन्स चाहिँ कलेक्ट गर्न सक्छौँ। त्यसको लागि यो गो भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ, लाइभमा जानुपर्ने हुन्छ। अथवा डाइरेक्ट तपाईँ यता लाइभ भन्ने सेक्सनमा क्लिक गरेर लाइभमा जानुभयो र तपाईँ जम्मा 1 घन्टा चाहिँ तपाईँ लाइभ बसिदिनु भयो भने 2000 पोइन्ट चाहिँ यहाँनिर आउँछ र यहाँ कलेक्ट भन्ने बटन आइरहेको हुन्छ। यहाँनिर तपाईँ लाइभ जानुहुन्छ, जस्तो कि म तपाईँलाई देखाइदिन्छु। यहाँनिर गो लाइभमा क्लिक गरेर तपाईँ लाइभ बस्नुहुन्छ। मानव 1 घन्टा जति तपाईँ लाइभ बस्नुभयो, लाइभ बस्दा फेरि तपाईँलाई मानव गिफ्ट कतैबाट मिलेको छैन, कसैले हेरेकै छैन भने केही फरक परेन। यदि हेरेको छ, गिफ्ट आएको छ भने तपाईँको डाइरेक्ट गिफ्टमा यहाँ आइहाल्छ, देखाइहाल्छ, बिन्सहरू देखाइहाल्छ। यदि गिफ्ट आएको छैन भने पनि
तपाईँहरू यो अर्निङ सेन्टर भन्ने बटनमा क्लिक गर्नु होला। यहाँनिर क्लिक गरेपछि अन मोर भन्ने बटनमा क्लिक गर्नु होला, त्यो लाइभ भइसकेपछि। र त्यस पछाडि यहाँनिर चाहिँ कलेक्ट भन्ने बटन आइरहेको छ 1 घन्टा बसिसकेपछि, र कलेक्ट भन्ने बटनमा क्लिक गरिदिनु होला। यो कोइनहरू चाहिँ तपाईँको बिन्सहरू चाहिँ कलेक्ट हुन्छ र यसरी तपाईँहरूले यहाँबाट चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ। यो जस फिमेल आइडीको चाहिँ यस्तो टाइपको रहेको छ, तपाईँले यो पनि हेर्न सक्नुहुनेछ। लाइभ जानको लागि त यो गो लाइभमा क्लिक गरेर लाइभ जान सक्नुहुनेछ है, इजी हुन्छ। तपाईँले यो ओपन गरेर गर्न सक्नुहुन्छ। मैले यहाँ ओपन गरेँ भने चाहिँ अहिले मैले माइक लगाइरहेको छु होइन, सो त्यही भएर यहाँनिर चाहिँ मेरो भोइसहरू सुनिँदैन मैले यो ओपन गरेपछि, त्यही भएर पनि मैले ओपन गरिनँ। जस्ट तपाईँले यहाँबाट चाहिँ ओपन गरेर जान सक्नुहुन्छ। र यो सेकेन्ड बटन भनेको पार्टीहरूको हुन्छ, तपाईँहरूले यो पार्टीहरूतिर पनि हेर्न सक्नुहुनेछ। र यो अर्को भनेको चाहिँ यो जस्ट म्यासेजको बटन छ, यो तपाईँहरूले सिस्टम म्यासेजहरू अथवा कसैले म्यासेज गरेको छ भने यहाँ देखिन्छ। र लास्ट बटनमा तपाईँले क्लिक गर्नुहुन्छ भने सम्पूर्ण तपाईँको आइडीको डिटेल्सहरू यहाँ देखिन्छ, कोइनहरू कति छ, बिन्सहरू कति छ यहाँ देखिन्छ, र लेभलहरूको कुराहरू छ। अब लेभलहरू कति हुँदाखेरि कति लेभलको लागि कति कोइन चाहिने सम्पूर्ण कुरा यो लेभलमा क्लिक गरेर देखिन्छ। स्टोरहरूमा पनि देखिन्छ, यहाँ चाहिँ जुन गिफ्टहरूको यिनीहरूको देखिन्छ, यिनीहरू सम्पूर्ण कुराहरू हेर्न सक्नुहुनेछ। हामीलाई अब अर्को काम लाग्ने भनेको अर्निङ सेन्टर हो। सो अर्निङ सेन्टरमा क्लिक गरिसकेपछि तपाईँहरूको मैले अर्निङ सेन्टरको कामहरू सम्पूर्ण बनिहालेँ। र इन्भाइट गर्न चाहनुहुन्छ भने इन्भाइटमा क्लिक गरेर पनि तपाईँहरूले लिङ्क यहीँबाट निकाल्न सक्नुहुनेछ र तपाईँहरूले इन्भाइट पनि गर्न सक्नुहुन्छ। र सेटिङहरूको कामहरू तपाईँले यहाँबाट गर्न सक्नुहुन्छ, पासवर्डहरू चेन्ज गर्ने हो भने यस्तै कामहरू तपाईँले यतातिरबाट गर्न सक्नुहुनेछ। र तपाईँको जति अब यो बिन्सहरू कलेक्ट भइसकेपछि तपाईँले विथड्र गर्नको लागि एक क्यास आउट भन्ने बटनमा क्लिक गर्ने हो। अहिले पनि मैले तपाईँहरूलाई देखाइरहेको थिएँ। अब क्यास आउट भन्ने बटनमा क्लिक गरेपछि नेपालमा विथड्र गर्न एकदमै सजिलो छ। यदि एक्सचेन्ज कोइनतिर तपाईँले एक्सचेन्ज गर्न चाहनुहुन्छ भने यहीँ छ है एक्सचेन्ज गर्ने अप्सन। सो यहाँ 10,000 बिन्स बराबर 9,200 कोइन हुन्छ। तपाईँले यहीँबाट तपाईँले मिनिमम 1 लाख चाहिँ तपाईँले यहाँ एक्सचेन्ज गर्न मिल्ने रहेछ। सो तपाईँले यहाँबाट चाहिँ एक्सचेन्ज गर्न सक्नुहुन्छ यदि एक्सचेन्ज गर्ने, यदि तपाईँलाई कोइन चाहियो भने। होइन भने तपाईँले क्यास आउटमा क्लिक गर्ने हो, विथड्र गर्ने हो डाइरेक्ट। सो नेपालमा यहाँनिर चुज गर्ने हो। अहिले पनि मैले तपाईँलाई देखाएको थिएँ। सो नेपाल चुज गरिसकेपछि तपाईँहरूले यहाँनिर सेलेक्टमा क्लिक गरेर सेवा, खल्ती अथवा ब्याङ्कमा पिनमा विथड्र गर्ने हो, त्यो तपाईँले सेलेक्ट गरेर सजिलैसँगले विथड्र गर्न सक्नुहुनेछ। अहिले पनि मैले मानव विथड्र गर्ने हो भने विथड्र गर्न सक्छु इजिली। सो यसरी तपाईँहरूले यो एप्लिकेसनको थ्रु अर्निङ गर्न सक्नुहुन्छ र अर्निङ गरेको पोइन्टहरूलाई सजिलैसँगले विथड्र गरेर सेवा, खल्ती अथवा ब्याङ्कसम्म पनि ल्याउन सक्नुहुनेछ। सो आजको एप्लिकेसन तपाईँलाई कस्तो लागेको छ, यदि तपाईँहरूलाई एप्लिकेसन राम्रो लागेको छ भने एप्लिकेसन युज गर्न सक्नुहुनेछ। एप्लिकेसनको लिङ्क चाहिँ यसै भिडियोको डिस्क्रिप्सन बक्समा पाउनुहुनेछ, त्यहाँबाट तपाईँले डाउनलोड गर्नु होला र डाउनलोड गरेर तपाईँहरूले अर्निङ गर्नु होला, अर्निङ गरेर यसै गरेर विथड्र गर्नु होला है त।